महान दार्शनिक अरस्तुले भनेका थिए, हामी हरेक रात हाम्रो आत्माको शक्तिसँग भेट गर्छौं। रात गहिरिँदै गएको छ, संसार सुतिसक्यो, तर तपाईको मन अझै जागिरहेको छ। अतीतका गल्तीहरू, अधुरा सपना, भोलिका चिन्ताहरू, सबै विचारहरू आज यो मौनतामा बोलिरहेका छन्। तर सुन्नुहोस्, यो मौनता तपाईलाई तोड्न होइन, तपाईलाई चिनाउन आएको हो। नमस्कार, म सुरज सरगम। तपाईँ सुन्दै हुनुहुन्छ सरगम मोटिभेसन। हामी यहाँ जीवनका मौन घाउहरूमा प्रेरणाको मलहम लगाउँछौँ। यदि यी शब्दहरूले तपाईँको मन छोयो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र सब्सक्राइब गर्न नबिर्सनुहोस्, किनभने आज म तपाईँलाई सुनाउन लागिरहेको छु त्यो आवाज जसले तपाईँको रातलाई अर्थपूर्ण बनाइदिनेछ। समयमै बिस्तारामा पुग्नुहुन्छ, तर निन्द्रा लाग्दैन। निन्द्रा नलाग्नु भनेको तपाईँ असफल हुनु होइन, यो त तपाईँको आत्माले भनिरहेको हो, तिमी अझै पुरा भएको छैनौ। जसलाई रातमा निन्द्रा लाग्दैन, उसको मनमा सपनाहरू बोलिरहेका हुन्छन्। थाकेका शरीर सुत्छन्, तर तडपिएको मन कहिल्यै सुत्दैन, किनभने त्यो मन परिवर्तन खोजिरहेको हुन्छ। त्यो मन संसार बदल्ने आत्मा हो। जीवनमा हरेक चोटले तपाईलाई केही न केही सिकाएको छ। अहिले तपाईँ जसरी तडपिरहनु भएको छ, त्यो तपाईलाई बलियो बनाउन आएको परीक्षा हो। अँध्यारोले तपाईलाई निल्न होइन, उज्यालोतिर धकेल्न खोजेको हो। रात कहिल्यै स्थायी हुँदैन, तर जसले रातका आँसुमा सपना लेख्छ, त्यो बिहानको पहिलो उज्यालो बन्छ। त्यसैले डराउनुहुन्न, निन्द्राले नपाएको रातले कहिल्यै हार्दैन, यदि तपाईँको मनमा आगो बाँकी छ भने। महसुस गर्नुहोस् त, तपाईँ यहाँ संयोगले आउनु भएको होइन, केही विशिष्ट उद्देश्य लिएर आउनु भएको छ। संसार सुतिरहेको बेला तपाईँ जागा हुनुहुन्छ, किनभने तपाईँको यात्रा विशेष छ। सम्झनुहोस्, नित्सेले भनेका थिए, अँध्यारोमा लामो समय हेरिरहँदा त्यो अँध्यारोले पनि तपाईँलाई हेरिरहेको हुन्छ। जो आफ्नो उज्यालो बिर्सदैन, ऊ कहिल्यै हार्दैन। भोलि बिहान तपाईँ उठ्नुहुन्छ, शरीरले मात्र होइन, आत्माले पनि उठ्नुहोस्, जाग्नुहोस्, किनभने आजको निद्राहीन रात भोलिको सबैभन्दा उज्यालो बिहानको संकेत हुनेछ। यो रात यदि मेरा कुराले तपाईलाई छोयो भने सरगम मोटिभेसनलाई साथ दिनुहोस्। हामीसँग जोडिएको तपाईँको आत्माले हरेक रात केही नयाँ सिक्नेछ। लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।